दर्शकबिन यति बेला भुन्टीको पेटमा भूपेन्द्रको बच्चा भएको लक्षण देखा परिसकेपछि यति बेला भुन्टी भने छक्क परेकी छिन्। हो दर्शकबिन, यति बेला अब भुन्टीलाई निकै नै ठुलो समस्या आइपरेको छ। किनभने भुन्टीले एकातिर आफ्नो श्रीमान भूपेन्द्रसँग अब तपाईको बाटो अलग मेरो बाटो अलग भनेर त्यो घर छाडेर सकेकी छिन् भने अर्कोतिर भुन्टीको पेटमा भने भूपेन्द्रको बच्चा रहेको देखिएको छ। हो दर्शकबिन, अब भने आउँदा दिनहरूमा भुन्टीलाई निकै नै ठुलो समस्या आइपर्ने भएको छ। अब आउने दिनहरूमा भुन्टी भने निकै नै पछुताउन पर्नेछ। किनभने उता आफ्नो श्रीमान भूपेन्द्रलाई अब बाटो अलग अलग भन्दै त्यो घर छाडेर यता सुखका लागि आइन्। तर त्यतिकैमा यति बेला भुन्टीको पेटमा भएको बच्चा छ भन्ने कुरा को लक्षण सबै देखा परिसकेको छ। हो दर्शकबिन, अब भने भुन्टीले निकै नै दुःख पाउने भएकी छिन्। आखिर यो सबै कुरा भुन्टीका माइती घर परिवारले थाहा पाउनुभयो भने भुन्टीलाई के कस्तो गर्नुहुन्छ होला त? अनि यता यो सबै कुरा भूपेन्द्रले थाहा पाए भने अब के साँच्चीकै भुन्टीलाई भूपेन्द्रले स्वीकारेर फेरि आफ्नै घरमा लिएर राख्नेछन् होला त? के अब साँच्चीकै भूपेन्द्रले भुन्टीलाई फेरि पनि माफी दिनेछन् होला त? उता भूपेन्द्रले आफ्नो दाजुसँग कुरा गर्दा भने अब म भुन्टीलाई माफी दिन्न, यतिकै बसोस्, त्यसको बाटो अलग मेरो बाटो अलग, अब म बिजनेसतिर ध्यान दिन्छु भन्दै भूपेन्द्रले भुन्टीलाई अब माफी नदिने र नस्वीकार्ने भनेर आफ्नो दाइलाई भनेका थिए। तर यता भुन्टीको पेटमा बच्चा भएको लक्षण देखा परिसकेपछि अब पक्कै पनि भुन्टी भने भूपेन्द्रसँग माफी माग्नका लागि जाने नै छिन्। तर अब के साँच्चीकै भूपेन्द्रले भुन्टीलाई माफी दिएर आफ्नो बच्चा हो भन्ने स्वीकार्छन् होला त? या त भूपेन्द्रले यो मेरो बच्चा होइन, यो अरू कसैको बच्चा हो भनेर भुन्टीलाई अझ धेरै पीडा दुःख दिनेछन् होला त? त्यो भने तपाईँ हामीहरूले आजको यस भिडियोमा जान्ने नै छौँ। त्यसैले गर्दा भिडियोलाई अन्तिमसम्म हेर्न भने अवश्य पनि नभुल्नुहोला है त। हो दर्शकबिन, यति बेला उता भूपेन्द्रको घर परिवार अर्थात् भूपेन्द्रको आमाले भने उता भूपेन्द्रले सहरमा भुन्टीलाई घरबाट निकालिदियो भन्ने कुरा थाहा पाएपछि भूपेन्द्रका सम्पूर्ण घर परिवार सबै खुसी भएका छन् भने यता भूपेन्द्रको बुबा भने मेरी बुहारी किन घर छोडेर गइन् होला? पक्कै पनि भूपेन्द्रले मेरी बुहारीलाई नराम्रो व्यवहार गर्नु परेको हुन्छ, त्यसैले गर्दा नै भुन्टी घर छाडेर गइन् भनेर भनिराख्नु भएको हुन्छ। तर उता भूपेन्द्रको आमा बालकुमारीहरू भने पुरै भुन्टी घर छाडेर गएकोमा खुसी मनाइरहेका थिए। हो दर्शकबिन, यति बेला अब के हुन्छ होला त भुन्टीको नयाँ भागमा? दर्शकबिन, अब भने पक्कै पनि यो सबै कुरा भुन्टीका माइती परिवारले थाहा पाइसकेपछि अब भूपेन्द्र ज्वाइँसाबसँग माफी माग्नुपर्छ र उहाँसँग नै भुन्टी बस्नुपर्छ भनेर भुन्टीलाई कर गर्नुहुनेछ। र जब भुन्टी उता भूपेन्द्रको घरमा भूपेन्द्रसँग माफी माग्नका लागि जाने नै छिन् तब भने उता भूपेन्द्रले के कस्तो निर्णय गर्छन् होला त? के साँच्चीकै भुन्टीलाई माफी दिएर आफ्नो बच्चा हो भनेर स्वीकार्छन् होला त? या त उनले भने भुन्टीलाई अझ धेरै दुःख पीडाहरू दिनेछन् र मेरो बच्चा होइन भनेर भन्नेछन् होला त? त्यो जान्नको लागि भने तपाईँ हामीले भुन्टीको नयाँ भागहरू हेर्न अवश्य पर्नेछ। त्यसैले गर्दा आजको लागि यति नै, भेटौँला अर्को नयाँ भिडियोमा। त्यति बेलासम्मको लागि बिदा चाहन्छौँ। यदि तपाईँहरूले अझैसम्म पनि हाम्रो यस च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने छिटोभन्दा छिटो हाम्रो यस च्यानललाई सब्सक्राइब गरेर जोडिन भने अवश्य पनि नभुल्नुहोला भन्दै आजको लागि बिदा चाहन्छौँ। हस्त, धन्यवाद।